के हो त्यो? लसुन लसुन उखालेको। यो कहिले रोपेको थियो? यो लास्ट इयरको नोभेम्बर 1 तारिक रोपेको। लसुन अगाडि रोप्नुपर्छ नि त, चिसो हिउँ पर्नुभन्दा चिसो आउनुभन्दा अगाडि रोप्यो भने चाहिँ अनि पछि यसरी ठुलो ठुलो दाना हुन्छ। यत्रो कत्रो कत्रो छ। यो चाहिँ हार्ड नेक भेराइटी भन्छ, यो डह्रो हुने खालको। यो हार्ड नेक हो, हार्ड नेक। यसलाई के मलहरू पनि लायो तिमीले? रोप्दाखेरि नि नाइट्रोजन रिच फर्टिलाइजर भन्छ कि, कुखुराको सुली पनि नाइट्रोजन रिच भन्छ त्यसलाई। मैले गार्डन टोन र प्लान्ट टोन दुईवटा मगाएको थिएँ कि एमाजोनमा। रोप्दा चाहिँ प्लान्ट टोन छरेर रोपेको होइन, त्यसले चाहिँ यो पछि स्प्रिङमा चिसो जाँदै गएपछि त्यसले चाहिँ हेल्प गर्छ नि त बढ्नुलाई बोट। अनि पछि यो गार्लिक स्टेट भन्छ कि, यो फुल्नु थालेपछि चाहिँ अनि गार्डन टोन लाउनुपर्छ, फल लाग्ने यो मल लाउनुपर्छ। अनि बिचमा 2 खेप अलास्का फिस फर्टिलाइजर थियो, त्यो माछाको मल गन्दै, अब त्यो चाहिँ 2 खेप लाएको थिएँ। लसुन मजाले फल्यो योपालि। यो एउटा चाहिँ यस्तो भएछ। यो चाहिँ किन यस्तो भयो भने नि दादा थाहा छ, अरूको सबै मैले मुन्टा टिपेको थिएँ नि क्या, फुल टिपेन भने चाहिँ लसुन यस्तो हुन्छ, दाना लाग्दैन। यसको यो अहिले यहाँबाट छुट्याएको कि यो एउटा चाहिँ किन राखेको भने नि, यो लसुनको फुल फुट्दाखेरि यस्तो ट्रिक्कै घुमेको हुन्छ नि, अब त्यतिखेरै टिप्नुपर्छ होइन। त्यो चाहिँ साइन हो, यस्तो घुमेको बेला चाहिँ त्यो टिप्नुपर्छ भनेर। तर एउटा चाहिँ किन राखेको नि, लसुन उखाल्ने बेला कतिखेर रेडी हुन्छ भन्दा चाहिँ एउटा राख्नुपर्छ। अनि जब चाहिँ यो घुम्नु छोडेर यसो निहुरिन्छ मात्रै नि, तब चाहिँ यो लसुन निकाल्ने रेडी भएछ भनेर थाहा हुनुपर्छ। त्यही भएर यो एउटा चाहिँ नटिपिराखेको थिएँ कि, एउटा दाना लाग्दैन। सफ्ट नेक भन्छ अर्को कि, यस्तो लुलो हुने, त्यसमा चाहिँ यो टिपिराख्नु पर्दैन, त्यति फुल्दैन पनि त्यसले चाहिँ। यो हार्ड नेक चाहिँ राख्नुपर्छ। जम्मा कतिवटा छ होला यो लसुन? 100 त छैन नि? अब होइन नि, 158 भन्छ होइन 58 लाई। 158वटा लाग्यो कि यो एउटा सानो रेजबेडमै होइन, यहाँ आएर नि उहाँ छ नि अलिकति त्यहाँ लागेको थिएँ। 158 158वटा लाग्यो, एउटै नछोडी उम्रेछ। सबै उम्रेछ। 1 वर्षलाई पनि 1 वर्षमा उब्रिन्छ यो लसुन, खाइसकिँदैन 1 वर्षमा। धेरै खाने घरमा नि उब्रिन्छ यो चाहिँ। उखाल्नु त मजाले उखालिरहेको छ त, के हो यो किनभने नि भुइँमा रोपेको लसुन चाहिँ उयसको खन्नेले खनेर उखाल्नुपर्छ, नभए यो भाँचिन्छ। यो भाँच्यो भने लामो समयसम्म स्टोर रहँदैन, वर्षभरि रहँदैन, कुहिन्छ कि छिटो, दाग लाग्न थाल्छ कि। तर मैले चाहिँ यो रेज बेडमा पुरै अर्ग्यानिक पत्ताको घरमा कुवाको मल, अनि माथि उयसबाट फार्मबाट किनेर ल्याएको घोडाको मल लाएको थिएँ नि त, त्यो भएपछि चाहिँ उखाल्न सजिलो हुन्छ, यसरी नभाँचिकन आउँछ। कत्रो छ आज फेरि यस्तो छ नि घाम, आमा कत्रो कत्रो दाना छ है दादा। Look, I'm so happy. Oh, this is. यहाँ हेर्नुहोस् त दादा, यस्तै हो लसुन चाहिँ। अर्को साल यतिखेर लसुनको कटानी गर्नु चाहिँ अघिल्लो साल चिसो आउनुभन्दा अगाडि, विशेष गरी लेट अक्टोबर कि नोभेम्बर 1 तारिक रोपेको मैले चाहिँ। यो दाना हुन्छ नि, दानाको पोटी फुटाएर एउटा पोटी रोप्नुपर्छ। अनि यो गल्ती चाहिँ गर्नु हुँदैन है, दुईटा एकै ठाउँ झुकेर दुईटा चाहिँ एकै ठाउँ गएछ कि मेरो दाना सानो हुन्छ यस्तो भयो भने चाहिँ।
अहिलेसम्मकै ठुलो निस्क्यो अहिले चाहिँ कुन हो ठुलो त्यो यहाँ देखाउनु त यो कति महिनामा चाहिँ यत्रो भयो यो नोभेम्बरमा रोपेको यो डिसेम्बर जनवरी फेब्रुअरी मार्च पहिलो हप्तामा अलरेडी टुसा आइसकेको थियो होइन मार्च अप्रिल मे जुन टुसा आएदेखि 3 देखि 4 महिनाभित्रमा रेडी हुन्छ अब यसलाई उखालेर क्युरिङ भन्छ होइन क्युरिङ प्रोसेस यसलाई चाहिँ हावा लाग्ने ठाउँमा तर घामले नभेट्ने गरेर डल्लो यसरी उदोमुन्टे बनाएर राख्नुपर्छ 2 हप्ता ऱ्याक हुँदै त्यसमा यस्तो मेटल ऱ्याकमा राख्नुपर्छ 2 हप्ता चाहिँ अनि यो सबै सुक्छ अनि यहाँदेखि काट्दै हेर्नुपर्छ भित्र डाँठ हरियो छ कि छैन अनि यहाँसम्म सुकेको छ भने चाहिँ अनि काटेर अनि 2 हप्तापछि चाहिँ यसलाई बेसमेन्टमा लाइट नलाग्ने अँधिरो तर चिसो ठाउँमा राख्यो भने 1 वर्ष 1.5 वर्षमा नि यो बिग्रिँदैन माटो चाहिँ सबै सफा गर्नुपर्छ कतिले चाहिँ नधुनु बिग्रिन्छ भन्छ कि तर म चाहिँ धोएरै राख्छु मजाले क्युरिङ चाहिँ गर्नुपर्छ अनि यस्तो झार चाहिँ आउनु दिनु हुँदैन यो चाहिँ झारहरू चाहिँ आउनु दिनु हुँदैन यो चाहिँ झुकेर एउटा छोडिएको अरू त छैन यहाँ यति नै एउटा ठुलो निस्केर त्यो चाहिँ ठुलो गएर गएछ भनेपछि रेजबेडमै केही कुरा गर्नु सकिन्न जति रेजबेड पनि फ्रीको रेजबेडमा त फेरि हार्बर फ्राइटमा फ्रीको प्यालेट भेटेँ कि अनि ल्याएर लक्ष्मीले बनाइदिएको मलाई यो रेजबेड मेरो बिनीले बगरै छ नि मेरो यो ठाउँ त ढुङ्गा तर गर्दा त हुने रहेछ अब यो सबै लसुन उखालिसकेपछि यसलाई फेरि मजाले गोड्नुपर्छ अनि त्यहाँदेखि मल लाएर चाहिँ अनि बोडी रोप्नुपर्छ कि बोडीको जराले चाहिँ माटो बनाउँछ नाइट्रोजन दिन्छ माटोलाई बुसबिन भन्छ भुइँमै फल्ने लहरा नजाने बोडी रोप्नुपर्छ अब यहाँ मेहनतको फल यो साइडको चाहिँ अलिक चाम्रो छ क्या साइडको चाहिँ स्पेस सानो भएर त्यो जरा सिधा तल गएको छ कि यो यसले गर्दा अरूको चाहिँ अब फिजिएको हुन्छ तर साइडमा पनि ठुलै फलेछ है आशा लाग्दै
यो चाहिँ के गर्नु लागेको हो? अब यसलाई अरूले चाहिँ के गर्छ नि यत्तिकै सुकाएर कसैले चाहिँ अनि यो सुकेपछि सबै माटो सफा गरेर अनि यो काटेर राख्छ। तर मलाई चाहिँ यत्तिकै राख्नु मन लाग्दैन। त्यही भएर यो धुन लायक यसलाई म पखाल्छु पहिला पानीले, खोज लगाएर सर पखाल्ने हो। अनि त्यहाँदेखि गराजमा ऱ्याक रेडी गरेपछि मेटल ऱ्याक त्यहाँ लगेर यसरी उदो मुन्टो यो सबैसँग राख्नुपर्छ। अनि 2 हप्ता चाहिँ हावा लाग्ने तर घाम नलाग्ने ठाउँमा गराजमा राखेपछि यो सबै सुक्छ कि सबै यस्तो हुन्छ नि त। अनि त्यहाँपछि यति यति काटेर नि स्टोर गर्नुपर्छ। निकै धेरै भएछ। यो हो नि त बुके चाहिँ खासै त्यो पैसा तिरेर फ्लावर होइन कि उब्जनी गरेको बुके। यो हो नि त खासै खुसी बुके। धेरै छ धेरै अझै यहाँनिर छ त्यो अब आज उखाल्दिनँ, घाम धेरै तात्यो कि। उसको यो लसुन यहाँनिर पनि रहेछ, यसलाई म उखाल्ने भन्दै थियो।
यसलाई चाहिँ राख्नु यो नधुइकन राख्दा हुँदैन थियो नधुइकन राख्दा हुन्छ तर मलाई अलिकति सफा गरेर राख्ने छु तर के होस् न हेर्दानी भनेर नि नधुइकन राख्दा नि पछि यो सुकेपछि नि क्युरिङ प्रोसेस भइसकेपछि यो एक पत्र त जान्छ नि त यो ओके निकै फलेछ है भन्नु गाउँघरमा धुने त धुँदैन नि त गाउँघरमा अब सम्भवै हुँदैन धेरै बिजी हुन्छ अब यहाँ चाहिँ फुर्सदमा सफाइ गरेर राख्नु न भन्ने एउटा स्टेपलमै हो नि त लसुन अदुवा र प्याज झन् योपालि कति छ प्याज धेरै छ योपालि लसुन भन्दा नि प्याज बढी एकछिन त प्याज दिनमा एउटा 2टासम्म चलाइन्छ लसुन एउटाले 2 दिन पनि पुग्न सक्छ कोही बेला स्पेसल डिसेसहरू छ भने चाहिँ अब 2टा 3टा त्यसमा चलाइन्छ धेरै छ योपालि इनफ होल इयरलाई इनफ अर्को पालि रोप्नु पनि इनफ हुन्छ यो तर तिम्रो लसुन अझै उताटिँदो रहेछ नि त मैले त्यहाँ अलिकति देखेँ त्यो आज धेरै गरम भयो कि आज यति नै राखेर त्यसलाई अब भोलि पर्सितिर गर्ने विचार छ योभन्दा ठुल्ठुलो पनि फल्छ यो लसुन यो चाहिँ नि यसलाई हार्डनेक भराइटी भन्छ हार्डनेक भनेको यो चाहिँ यो डाक्रा तर हुने यो चाहिँ के हुन्छ भने योभन्दा अलिकति ठुलो हुन पनि सक्छ त्यहाँभन्दा त्यस्तो धेरै ठुलो चाहिँ हुँदैन तर यो चाहिँ के हुन्छ भने पोटी ठुलो ठुलो हुन्छ सेलाउँदा खाँदाखेरि पोटी ठुलो ठुलो 9-10वटा पोटी हुन्छ मजाको ठुलो ठुलो हुन्छ अन्त बजारतिर पाउने चाहिँ त्यसलाई चाहिँ सफ्टनेक भराइटी भन्छ होइन त्यो चाहिँ ठुलो हुन्छ तर भित्र मसिनो हुन्छ नि क्या सेलाउनु झन्झट हुने दाना पोटी अनि त्यो भएर अलिक झन्झट लाग्छ र मलाई चाहिँ यही हार्डनेकको पनि धेरैवटा भराइटी छ कि मैले यो रोपेको चाहिँ म्युजिक भराइटी भन्छ अर्को साल चाहिँ त्यो पर्पल कलरको छ नि हौ त्यो पनि अलिकति लाउँछु भनेर प्लान छ प्लान यो भनेको त झन्डै 1.5 वर्षको सप्लाई हो हाम्रो लागि चाहिँ धेरै लसुन खानेलाई पनि यो चाहिँ धेरै नै हो मेरो केटीहरूले मेरो बुहारीहरूले भिडियो बनाउनु भनिरहेको थियो कि बुहारीहरूले यो चाहिँ फुल मेरो मिङ्कुको यो मिङ्कुले लगाएको फुल हो घर अगाडिपट्टि अब यो लसुनलाई चाहिँ यहाँ राख्ने
दिनुपर्छ सबै कि चाहिँ यसरी राख्नुपर्छ कि यो प्रकारले अब यसलाई यो हावा लाग्ने ठाउँमा तर डाइरेक्ट घामले चाहिँ भेट्नु हुँदैन मलाई कैँची ल्याइदिनुहुन्छ यो पत्ता काम लाग्दैन नि अब होइन यो अब कम्पोस्ट राम्रो कम्पोस्ट हुन्छ यो काम चाहिँ लाग्छ खेर केही जाँदैन हौ बारी खेर जाने केही छैन हार्डनेक भेराइटी म्युजिक यस्तोबाट लसुनहरू सबै निकालिसकेछ लसुन यहाँबाट निकालियो